नमस्कार, म राधा स्वाइजु। आँपको मुरबा अचार बनाउन लागेको छु। हजुरले कसरी बनाउनुहुन्छ म यसरी बनाउँछु। अन्तिमसम्म हेर्नुहोला। यो 1 वर्षसम्म पनि केही हुँदैन। यो अचार सक्खरको बनाउन आँटेछु। अस्ट्रेलियामा यस्तो सिजनमा पनि यो आँप कति राम्रो आँप पाएछ। मैले आँप ल्याएर चाहिँ मैले यसको मुरबा अचार बनाउन आँटेछु। यो आँपलाई चाहिँ मजाले पखालेर यसरी खुर्केर चाहिँ यसलाई काट्नु होला। अलिकति बिउ भएको कारणले चाहिँ काट्न मलाई गाह्रो भइरहेछ। त्यही भएर मैले भुइँमा राखेर काट्दैछु। र तोरीको तेलमा 5 फोरन फुराउने र सोप अलिकति थपेर र सुके खुर्सानी फुराउने, हिङ पनि फुराउने र यो आँपलाई चाहिँ डल्लो डल्लो काट्यो भने चाहिँ छितिमिति गल्दैन। त्यही भएर डल्लो काटेछु। यसलाई चाहिँ मजाले फ्राई गर्ने। यसलाई फ्राई गरेर बेसार र नुन स्वाद अनुसार राख्ने र सक्खरलाई चाहिँ यसरी टुक्रा टुक्रा पारेर राख्ने। यसलाई मजाले चलाउने र यो आँपबाट नै पानी निस्किन्छ र यो पानी निस्केपछि यसलाई उमाल्दै जाने र खोर्सानीको धुलो थोरै स्वाद अनुसार राख्ने। आफूलाई कतिको पिरो खान मन लाग्छ र यसलाई मजाले पकाउने। अलिकति ठुलो आँच गरे भने चाहिँ यसको कलर चाहिँ छिट्टो आउँछ र सानो आँच गरे भने चाहिँ यो आँप चाहिँ फ्याक्कै पाक्ने हुनाले अलि ठुलो आँच गरे यसलाई मजाले गुहार गरेर चाहिँ पकाउनु होला। यसरी कलर आउँछ, एकदमै राम्रो देख्छ। भेलीको पनि एकदमै चिनी जस्तो देख्छ। यसरी बनाएर ट्राई गरेर हेर्नु होला। धन्यवाद।